नमस्कार। आज हामी अलि कम सुनिएको तर एकदमै महत्त्वपूर्ण समुदाय हायु जाति र उनीहरूको भाषाबारे अलिकति गहिरेर कुरा गरौँ न। नमस्ते। जरुर। यो महत्त्वपूर्ण विषय हो। हाम्रो आजको यो कुराकानी चाहिँ ढालबहादुर थापाको एउटा लेखमा आधारित छ। हायु जाति र भाषा अध्ययनको सिंहावलोकन भन्ने शीर्षक रहेछ। इनोभेटिभ रिसर्च जर्नलमा छापिएको। हजुर। त्यो लेखले चाहिँ हायु जाति र भाषाबारे अहिलेसम्म जे जति अध्ययन भएका छन् नि त्यसलाई एकै ठाउँमा ल्याएर हेरेको छ। उनीहरूको धर्म, संस्कृति, रीतिरिवाज, परम्परा सबै समेट्छ। भनेपछि पहिले भएका कामहरूको समीक्षा जस्तो भयो। हाम्रो उद्देश्य पनि यही सानो लोपोन्मुख समुदाय, खास गरी उनीहरूको भाषाको जुन अवस्था छ नि सङ्कटमा परेको, त्यसलाई बुझ्नु हो। ठिक भन्नुभयो। यो नेपालको विविधताभित्रको अलि ओझेलमा परेको तर नाजुक पाटो हो। न त्यसो भए सुरु गरौँ। यो हायु भन्ने शब्द नै कहिलेदेखि प्रयोगमा आयो होला? यो रोचक छ। लेखमा उल्लेख भए अनुसार लिखित रूपमा पहिलो पटक पृथ्वीनारायण शाहले प्रयोग गरेको देखिन्छ। सन् 1827मा। 1827 पृथ्वीनारायण शाहको पालामा? हजुर। तर बाहिरबाट आएर अध्ययन गर्ने पहिलो विदेशी चाहिँ कर्नेल कर्कपेट्रिक थिए। त्यो त झन् अगाडि सन् 1811मै। 1811? बाफ्रे, निकै पुरानो कुरा रहेछ। विदेशीहरूले त्यति बेलै चासो देखाएका। चासो त देखिन्छ। कर्कपेट्रिकको नाम आउनुले नै त्यो देखाउँछ। अब त्यो चासोले समुदायलाई के कति फरक पर्यो त्यो त लेखले भन्दैन, किनकि यो त अरू अध्ययनको समीक्षा मात्र हो। बुझे। अनि भाषातिर चाहिँ भाषाको अध्ययन कसरी सुरु भयो? भाषाको कुरा गर्दा हायु व्याकरणबारे पहिलो पटक बोल्ने व्यक्ति हडसन भनेर चिनिन्छन्। हडसन? हो। तर एकदम विस्तृत र आधिकारिक भाषिक अध्ययन गर्ने श्रेय चाहिँ बोयड माइकलोव्स्कीले जान्छ। उहाँको कामले यो भाषालाई प्राज्ञिक जगतमा चिनाउन ठूलो मद्दत गर्यो। भनेपछि समुदाय र भाषा दुवैमा बाहिरिया चासो पहिलेदेखि नै रहेछ। तर अहिलेको अवस्था चाहिँ कस्तो छ? जनसङ्ख्या नि भाषा बोल्ने कति होलान्? अब तथ्याङ्क हेर्दा त अलि चिन्ताजनक नै छ। विक्रम सम्वत 2068को जनगणना मतलब 2011को त्यसअनुसार हायु जातिको कुल जनसङ्ख्या जम्मा 1520 जना मात्रै। पुरै नेपालमा जम्मा 1520? हो, जम्मा त्यति। अनि भाषा बोल्नेहरूको सङ्ख्या त झन कम छ, 1430 जना। 1430 भनेपछि त सबै हायु जातिले पनि आफ्नो भाषा बोल्दैनन्, 90 जना जतिले नबोल्ने भए त? हो, त्यस्तै देखिन्छ तथ्याङ्कमा। यसले भाषाको अवस्था झन नाजुक छ भन्ने सङ्केत गर्छ। साँच्चीकै यो भाषा कुन परिवारको हो अनि कहाँ बोलिन्छ मुख्य गरी? यो भाषा चाहिँ भोट बर्मली भाषा परिवार अन्तर्गत पर्छ। स्रोतमा कतै भोट चिनिया पनि लेखिएको छ, तर सामान्यतया भोट बर्मली नै मानिन्छ। भोट बर्मली? हजुर। अनि यो मुख्यतया रामेछाप जिल्लाको पहिलेको मुडाजोर गाविस, अहिले सायद सुनापति गाउँपालिका पर्छ होला, हो त्यही क्षेत्रमा बोलिन्छ। आशाविदहरूले यसलाई नाजुक किसिमले सङ्कटापन्न अर्थात् क्रिटिकल्ली एन्डेन्जर्ड भनेर वर्गीकरण गरेका छन्। क्रिटिकल्ली एन्डेन्जर्ड? यसको मतलब त यो त लोप हुने खतरा एकदमै धेरै भएको भन्ने बुझिन्छ नि, हैन? हो, तपाईले ठिक बुझ्नुभयो। यो भाषा निकट भविष्यमै हराउन सक्ने गम्भीर खतरामा छ। ओहो। वास्तवमा नेपालका 10 अति लोपोन्मुख भाषाहरूको सूची निकालिएको छ नि, त्यसमा हायु भाषा 6औं स्थानमा पर्छ। 6औं स्थानमा? 10 वटा अति जोखिमपूर्ण भाषाहरूमध्ये। हजुर। थापाको यो लेखले पनि यही देखाउँछ। उहाँले अरू पुस्तक, लेख, रचनाहरू हेरेरै यो निष्कर्ष निकाल्नु भएको हो। यसले के देखाउँछ भने तुरुन्तै केही गर्नुपर्ने अवस्था छ। भनेपछि आजको कुराकानीको सार के भयो त? हायु सानो जनसङ्ख्या भएको जाति भयो। एकदमै सानो। ऐतिहासिक रूपमा अध्ययन त भएको रहेछ, तर अहिले भाषा चाहिँ लोप हुने खतरामा, त्यो पनि एकदमै गम्भीर खतरामा। यही हो नि मुख्य कुरा। बिल्कुल, ठ्याक्कै यही हो। यसले के देखाउँछ भने नेपालको भाषिक, सांस्कृतिक विविधता कति धनी छ, तर सँगसँगै कति कमजोर पनि छ। हो त नि। कर्कपेट्रिकदेखि माइकोलोव्स्कीसम्मले अध्ययन त गरे, चासो देखाए, तर त्यो प्राज्ञिक चासोले मात्रै अहिलेको सङ्कट टार्न सक्दैन। अब अध्ययनभन्दा संरक्षणको काम बढी जरुरी देखियो।
पक्कै पनि यो जानकारीले हाइयो जाति र उनीहरूको भाषाबारे थप सोच्न बाध्य बनायो। संरक्षणका लागि के गर्न सकिन्छ भनेर। र जाँदा जाँदै एउटा प्रश्न पनि छोडेर जाउँ न त, हैन? हायो जस्ता अरू पनि त थुप्रै भाषाहरू छन् नेपालमा जुन लोप हुने अवस्थामा छन्। ती भाषा र तिनले बोकेका संस्कृति, ज्ञान, पहिचानलाई हामीले कसरी जोगाउने होला भविष्यका लागि? हो, यो निकै गम्भीर प्रश्न हो। हामी सबैले सोच्नुपर्ने।